हेलो एभ्रिवान, आज चाहिँ म मेरो सनस्क्रिमको बारेमा भन्न जाँदैछु। यो मेरो अहिले करेन्ट गो अन सनस्क्रिम हो र यो यति राम्रो छ, यति राम्रो छ, यति राम्रो छ, यति राम्रो छ। अनि योभन्दा अगाडि चाहिँ मैले फिक्स स्याडोको युज गर्थेँ, त्यो पनि राम्रो थियो, तर त्यसको चाहिँ फ्रेग्रेन्स चाहिँ अलिक बढी थियो। यसको चाहिँ फ्रेग्रेन्स पनि छैन, जसलाई चाहिँ फ्रेग्रेन्स मन पर्दैन अनि व्हाइट क्यास्ट आएको चाहिँ मन पर्दैन भने इट इज भेरी गुड सनस्क्रिम फर यु। हजुर ढुक्क भएर लिँदा हुन्छ। मेरो सेन्सिटिभ स्किन छ, अब सबै मेरो जस भिडियो हेरिराख्ने मान्छेलाई त थाहा भइसक्यो मेरो सेन्सिटिभ स्किन छ भनेर। अनि मेरो फेसमा जस्तो सुट गर्दैन, त्यसो भएपछि यो सुट गर्छ। सेन्सिटिभको लागि पनि एकदमै राम्रो छ अनि व्हाइट क्यास्ट छोड्दैन, फ्रेग्रेन्स छैन, भिटामिन ई छ, हाइड्रोलिक एसिड छ, के चाहियो। अनि 770 रुपिसमा आउँछ, यस्तै 70 यस्तै 800 भित्रमा आउँछ। अनि मैले चाहिँ यो जहिले किनेको दराजबाट हो कि मैले असम्म कहिले सपमा गएर किनेको छैन। यो चाहिँ किनेकै छैन, किनभने मलाई सपमा गएर के भन्यो भने चाहिँ अलिक महँगो भन्नुहुन्छ कि जस्तो लाग्छ। कस्तो विश्वास हुन्छ नि, कन्फिडेन्सै आउँदैन कि बाहिर पसलमा गएर किन्ने। अनि मैले असम्म किनेको छैन, 5-6वटा किनिसकेँ, सबै दराजबाटै हो। बरु म डेलिभरी चार्ज तिर्छु तर म दराजबाटै किन्छु। अनि यसको क्याप पनि म ट्राभल गर्दाखेरि अस्ति भर्खर हराएको हो, डोन्ट माइन्ड। अनि यसको चाहिँ बेफाइदा के छ भन्दाखेरि यो चाहिँ कता पम्प हुँदैन कि, यो चाहिँ पम्प हुन्छ, यो चाहिँ पम्प हुन्छ होइन, यो पम्प हुँदैन कि। मेरो लगभग 5-6वटामा 3-4वटा त पम्प हुन्थेन। अनि यसरी निकाल्नु पर्थ्यो, यसलाई पहिला पेन्ट गर्नु पऱ्यो फेरि। अनि त्यसपछि यसलाई निकाल्नुपर्छ। अब हात चिल्लो भयो, अब कसरी निकालौँ। अनि यस्तो गरेर निकालेर यसरी लगाउनु पर्छ। यो अब कहिले हात फोहोर नभएको बेला त ठिकै हो, मैले नुहाएर बसिरहेको छु होइन, अहिले त ठिकै हो। तर हात फोहोर भएको बेला त यो फोहोर हुन्छ नि त, यो सनस्क्रिन पनि, त्यो चाहिँ बेफाइदा हो होइन। कुनै चाहिँ युजै हुँदैन, यस्तै हो, जति गरे पनि हुँदैन क्या यो, जति गरे पनि हुँदैन। अब यो मेरो सकिन लागिसक्यो, तर यसको यो डब्बा नै काम गर्दैन, अब यो यस्तो हुँदैन। अनि त्यही भएर यो एकदमै राम्रो छ। यदि हजुरलाई चाहिँ अब अन्डर 1000 रुपिसमा सनस्क्रिम चाहिएको छ र व्हाइट कास्ट मन पर्दैन अनि त्यसपछि चाहिँ फ्रेग्रेन्स मन पर्दैन भने यसको फ्रेग्रेन्स इक्वल्स टु 0 नै छ के। अलि त आउँछ होइन, तर त्यस्तो यो फ्रेग्रेन्स हो भन्ने चाहिँ थाहा पाउनुहुन्न तपाईँले। अनि एकदम फ्रेग्रेन्स मन पर्दैन, सेन्सिटिभ स्किन छ भने प्लिज गो फर दिस। बाई।